नमस्कार सबैजनालाई। आज वर्ल्ड फार्मासिस्ट डे। नेपालको विभिन्न भागहरूमा लगायत विश्वका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै यो दिवस मनाइरहेका छौँ हामी सबैले। आजको दिन फार्मासिस्टहरूलाई चिन्ने र चिनाउने दिन पनि हो। हाम्रो योगदान, हामीले गर्न सक्ने, समाजमा दिन सक्ने, खेल्न सक्ने भूमिका आजको दिनमा हामीले चाहिँ धेरैजनालाई बुझाउन सक्छौँ, देखाउन सक्छौँ। नेपालमा फार्मेसी शिक्षा सुरु भएको धेरै वर्ष भइसक्यो। अहिले हाम्रो देशमा चाहिँ हाम्रो देशबाटै उत्पादन भएका फार्मासिस्ट साथीहरूले हामीले विभिन्न क्षेत्रमा, विभिन्न स्वास्थ्य क्षेत्रमा योगदान दिइरहेका छौँ। हाम्रो स्वास्थ्य क्षेत्रमा चाहिने सम्पूर्ण जिम्मेवारीहरू हामीले निर्वाह गरेका छौँ। तैपनि हामी फार्मासिस्टहरूलाई अलिकति चुनौतीहरू पनि छन्। अझै पनि यो क्षेत्रमा अझै पनि धेरै हामीले गर्न बाँकी छ। यसको विकास गर्न बाँकी छ। यसलाई अझै माथि पुर्याउन बाँकी छ। हाम्रो देशमा क्लिनिकल क्षेत्रमा भनौँ अझै क्लिनिकल फार्मासिस्टको भूमिकाहरू अझै प्रभावशाली बनाउन बाँकी छ। देश सरकारले पनि सबै हस्पिटलहरूमा क्लिनिकल फार्मासिस्टको दरबन्दी बढाउन बाँकी छ। कम्युनिटी फार्मेसीहरूमा पनि कम्युनिटी फार्मासिस्टहरूलाई त्यत्तिकै सशक्त र त्यत्तिकै स्किलफुल बनाउन जरुरी छ। समग्र रूपमा हामीले समाजले हामीलाई हेर्ने र समाजले हामीले समाजलाई के दिन सकिन्छ भन्ने कुरा हामीले उजागर गर्न जरुरी छ। साथसाथै फार्मासिस्ट हामी हस्पिटलमा, कम्युनिटीमा बस्ने विज्ञ मात्र नभएर हाम्रो विभिन्न क्षेत्रमा विभिन्न भूमिकाहरू छन्। हामी एज अ रिसर्चर पनि उत्तिकै प्रख्यात छौँ। अझ भनियो भने नेपालमा उत्पादन भएका फार्मासिस्टहरूले विदेशमा गएर विभिन्न क्षेत्रमा अनुसन्धान गरेर ठुलो योगदान दिइराख्नु भएको छ। हाम्रो इन्डस्ट्रियल क्षेत्र जुन जब हामी चाहिँ हाम्रो देशलाई चाहिने औषधि हामी नै उत्पादन गरिरहेका छौँ, त्यो क्षेत्रमा पनि फार्मासिस्टको धेरै ठुलो भूमिका छ। समग्रमा फार्मासिस्ट नेपाल